हेलो वेलकम गाइस हाम्रो यो फेरि भ्लगमा हामी नयाँ भिडियो ल्याउँदैछौँ। अनि यो सानो नानी आज लालीगुराँस टिप्न जाने रे रमाउँदैछ मामाहरूसँग आएको छ घुम्नलाई। कस्तो लागिरहेछ आरजनालाई। हावाले कपाल पनि डिस्टर्ब गरेछ। अब हामी कहाँ जाने के खाएको तिमीले? खै आइसेलु देखाइदेऊ त ल। के हो यो? ए त देखाइदेऊ ल। खाऊ क्वाप आइसेलु देखाइदेऊ। यो बाटो चाहिँ यस्तो छ। खोलाको तिरमा छौँ बाटो भिरको बाटो। यस्तरी जाने मेरो कुन्ती रानी आज मामाहरूसँग। हो बाख्रा पनि आउँछ यो बाटोमा। ल बाटो यस्तो छ साथी हो। हामी अब 1-2 घन्टा पछि ल ट्याक्क हिँडा बिस्तारै। ल साथी हो लालीगुराँसको बोट लिएर आइपुग्यौँ। अब हामी यहाँ माथि जाँदा यस्तो चिप्लो हुन्छ हिँड्न नसकेर मामाले पुग्दिन ऊ त्यही है लालीगुराँस। हजुर हाम्रो लालीगुराँस धेरै छ। कतिजना खसेको म त्यो सानो टिप्छु है। राष्ट्रिय फुल होइन त? गाइस मुनि आँगामा अलि मुनि बाँच्ने अझै मुनि मुनिपट्टि हो त्यहाँनिर। ल राष्ट्रिय फुल गाइस लालीगुराँस है। गुराँसको फुल अब अन्तिम अवस्थामा छ है। टक्क म भान्जीलाई यसो देखाउनको लागि ल्याएको छु। सधैँ आउँदा फोटो खिच्ने भएको भएर। ल हजुर हेलो भन्नु। हेलो मेरो नाम आराधना। आराधना के हो? के लिएको तपाईँले? खै देखाउनुहोस् त यता। कुर्ती चाहिँ कुर्ती लिएर आउँदैछ मेरो भान्जी र म। कस्तो लाग्यो आराधना? मजा लाग्यो।
सिधै